नमस्कार। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जसको विषय सुन्ने बित्तिकै एउटा डर, एउटा गम्भीरता छाउँछ जस्तो लाग्छ। क्यान्सर। अक्सर यो शब्द मृत्युदण्ड जस्तै गरी बुझिन्छ होइन? हाम्रो स्रोत सामग्रीले पनि अलि यही कुरालाई बढी जोड दिएको छ। हो, यो मृत्युदण्ड भन्ने जुन धारणा छ नि, जुन समाजमा निकै गहिरोसँग बसेको पाइन्छ, तर आजको हाम्रो यो छलफलको खास उद्देश्य नै यही हो कि यो धारणा साँच्चै के सत्य हो त? के सधैँ त्यस्तै हुन्छ त? स्रोत सामग्री हेर्दा के देखिन्छ त? हामी यही प्रश्नको जवाब खोज्ने प्रयास गर्नेछौँ, तथ्य र प्रमाणकै आधारमा रहेर। ल त्यसो भए सुरुबाटै जाउँ त। क्यान्सर भनेको के हो भनेर स्रोतले कसरी बुझाउने प्रयास गरेको छ, एकदम सरल भाषामा भन्नुपर्दा? एकदमै सरल भाषामा भन्नुपर्दा नि, स्रोतले क्यान्सरलाई शरीरका कोषहरू मतलब सेल्सको अनियन्त्रित र अव्यवस्थित वृद्धि भनेर परिभाषित गरेको छ। अनियन्त्रित वृद्धि? हो, हाम्रो शरीर त अरबौं कोषहरू मिलेर बनेको छ होइन? सामान्य अवस्थामा त यी कोषहरू एउटा निश्चित नियम मानेर बढ्ने, विभाजित हुने अनि मर्ने गर्छन्। एउटा सिस्टममा चल्छन्। एकदम। तर क्यान्सर हुँदा के हुन्छ भने केही कोषहरूले यो नियम मान्नै छोडिदिन्छन्। स्रोतमा एउटा उदाहरण पनि छ, निकै सटिक लाग्छ मलाई त। भन्नुस् न। सामान्य स्वस्थ कोषहरू चाहिँ ट्राफिक नियम मानेर आफ्नो लेनमा ठिक गतिमा चल्ने गाडी जस्तै हुन् रे। तर क्यान्सर कोषहरू चाहिँ ब्रेक फेल भएको गाडी जस्तो। ब्रेक फेल भएको? ओहो। हो, जथाभावी कुद्ने, अरूलाई ठक्कर दिँदै पुरै प्रणाली नै बिगार्ने अनियन्त्रित गाडी जस्ता हुन्छन् भनेर तुलना गरिएको छ। ब्रेक फेल भएको गाडी। यो बिम्बले त साँच्चै नै अवस्थाको गम्भीरता र शरीरभित्र हुने त्यो उथलपुथललाई झल्काउँदो रहेछ। हो नि। सायद यही अनियन्त्रित प्रकृतिले गर्दा नै होला मानिसहरूले यसलाई मृत्युदण्डसँग जोडेर हेर्ने। तर के यो नियति नै हो त? स्रोतले के भन्छ यसमा? ज्ञान र उपचार पद्धतिमा जुन अभूतपूर्व विकास भएको छ नि, त्यसले गर्दा धेरै प्रकारका क्यान्सरहरू अझ विशेष गरी सुरुको चरणमा पत्ता लाग्यो भने पूर्ण रूपमा निको पार्न सकिन्छ। यो सुन्दा त कता कता आशा पलाउँछ। मतलब पहिले थाहा भयो र कस्तो उपचार पाइयो भन्ने कुराले धेरै फरक पार्ने भयो होइन त? एकदमै महत्त्वपूर्ण कुरा हो यो। प्रारम्भिक पहिचान यानि कि अर्ली डिटेक्सन र समयमै सही उपचार पाउनु नै निर्णायक हुन सक्छ कि। क्यान्सर जितेर लामो स्वस्थ अर्थपूर्ण जीवन बिताइरहेका मानिसहरूको सङ्ख्या त विश्वभरि नै बढिरहेको छ। तर त्यो मृत्युदण्डवाला जुन सोचाइ छ नि, त्यसले के गर्छ भने बिरामी र परिवारको आत्मबल नै कमजोर बनाइदिन्छ। अनि अझ डरलाग्दो कुरा के छ भने यही डरले गर्दा कतिपय मानिसहरू शरीरमा क्यान्सरको शङ्कास्पद लक्षण देखिँदा पनि ओहो कहीँ क्यान्सर नै हो कि भनेर डराएर स्वास्थ्य संस्था नै जाँदैनन्। हो त नि, यो त उल्टो पासो जस्तो भयो। रोग लुकायो, झन् ढिलो पत्ता लाग्यो अनि उपचार झन् जटिल हुने, कम प्रभावकारी हुने, जोखिम बढ्ने भयो। हो, ठ्याक्कै त्यही। यसै त फेरि त्यही मृत्युदण्डवाला धारणालाई नै बल पुर्याउने भयो। निश्चित रूपमा। त्यसैले यो भ्रम चिर्न एकदमै आवश्यक छ। केवल आशा जगाउन मात्र होइन, मानिसहरूलाई समयमै स्वास्थ्य जाँच गराउन प्रेरित गर्न पनि। अब अलिकति नेपालको सन्दर्भमा पनि हेरौँ न त। स्रोतले यहाँ कुन प्रकारका क्यान्सरहरू बढी देखिन्छन् भनेर केही बताएको छ कि? हो, त्यो त जान्नै पर्ने कुरा भयो। हाम्रो आफ्नो परिवेश बुझ्न पनि महत्त्वपूर्ण छ। नेपालमा क्यान्सरको अवस्था कस्तो छ रे त स्रोतका अनुसार? स्रोतले नेपालमा मुख्यतया 4 प्रकारका क्यान्सरहरू अलि बढी सामान्य रहेको देखाएको छ। पहिलो नम्बरमा छ फोक्सोको क्यान्सर। फोक्सोको? यसको प्रमुख कारणहरूमा त धुम्रपान पहिलो नम्बरमा आइहाल्यो, तर सँगसँगै बढ्दो वायु प्रदूषण पनि एउटा ठुलो जोखिमको रूपमा देखिएको छ। ओ, प्रदूषण त निकै बढेको छ। काठमाडौँ जस्तो सहरहरूमा त झन् धुम्रपान नगर्ने मानिसहरूमा पनि प्रदूषणकै कारणले फोक्सोको क्यान्सर देखिन थालेको भन्ने चिन्ताजनक अवस्था छ। धुम्रपान र प्रदूषण दुवै जटिल समस्या। ल, फोक्सोको क्यान्सरपछि अर्को प्रमुख प्रकार कुन हो त? दोस्रोमा आउँछ स्तन क्यान्सर। यो महिलाहरूमा सबैभन्दा बढी देखिने क्यान्सर मध्ये एक हो। तर एउटा कुरा के बिर्सनु भएन भने यो पुरुषहरूलाई पनि हुन सक्छ। ए, पुरुषलाई पनि? हो, हुन सक्छ, कम मात्रामा भए पनि। स्रोतले यसको रोकथाम र समयमै पहिचानको लागि नियमित रूपमा आफ्नो स्तन आफै परीक्षण गर्ने अनि उमेर अनुसार म्यामोग्राम, त्यो भनेको स्तनको विशेष प्रकारको एक्सरे जाँच हो, त्यो गराउन पर्नेमा जोड दिएको छ। म्यामोग्राम?
तर हाम्रोमा अझै पनि जनचेतनाको कमी र अलि लास मार्ने प्रविधिले गर्दा धेरै महिलाहरू निकै ढिलो मात्र अस्पताल पुग्ने गरेको पनि देखिन्छ। हो, त्यो त छ। म्यामोग्राम जस्ता परीक्षणबारे जानकारी र पहुँच दुवै बढाउनु एकदमै जरुरी देखियो। तपाईले महिलामा बढी देखिने स्तन क्यान्सरको कुरा गर्नुभयो। स्रोतले मुखको क्यान्सरबारे के भन्छ? त्यो त सुर्तीजन्य पदार्थसँग बढी जोडिएको सुनिन्छ नि। हो, तेस्रो प्रमुख क्यान्सर चाहिँ मुखको क्यान्सर हो। यसको जोखिम बढाउने मुख्य कुरा त थाहा भएकै हो। श्रुतिजन्य पदार्थको सेवन जस्तै चुरोट, बिडी, खैनी, गुड्का, पान पराग अनि सुपारी चपाउने बानी। सुपारी पनि हो, नेपालमा यी पदार्थहरूको सेवन निकै बढी छ नि त, जसले गर्दा मुख र घाँटीको क्यान्सरको भार पनि तुलनात्मक रूपमा बढी नै छ। यसमा पनि कस्तो हुन्छ भने सुरुको चरणमा मुखभित्र देखिने सामान्य परिवर्तनहरू जस्तै सेतो वा रातो दागहरू, निको नहुने भावहरूलाई व्यवस्था गर्दा रोग जटिल बन्ने खतरा हुन्छ। हो त नि, सुर्तीजन्य पदार्थको नियन्त्रण त जनस्वास्थ्यकै ठूलो चुनौती हो। यसका लागि त नीतिगत कडाई पनि चाहियो अनि मान्छेको बानी व्यवहारमा पनि परिवर्तन ल्याउनु पर्यो। अब चौथो प्रमुख क्यान्सर कुन हो रे? चौथो चाहिँ पाठेघरको मुखको क्यान्सर, जसलाई अङ्ग्रेजीमा सर्भाइकल क्यान्सर भनिन्छ। यो पनि महिलाहरूलाई नै हुने क्यान्सर हो। तर यसको एउटा महत्त्वपूर्ण पक्ष के छ भने यो क्यान्सर गराउने मुख्य कारक चाहिँ ह्युमन प्यापिलोमा भाइरस HPV हो। भाइरसले गर्दा हो नि? हो, जुन यौन सम्पर्कबाट सर्न सक्छ। तर खुसीको कुरा के छ भने यो HPV विरुद्धको खोप पनि उपलब्ध छ, जसले संक्रमण र पछि गएर क्यान्सर हुने जोखिमलाई निकै कम गर्छ। खोप पनि छ? छ। साथै नियमित रूपमा प्याप स्मेयर टेस्ट, यो पाठेघरको मुखबाट कोशिकाको सानो नमुना लिएर गरिने जाँच हो। यो टेस्ट गराएर क्यान्सर हुनुभन्दा पहिला वा एकदमै सुरुको चरणमै रोग पत्ता लगाउन सकिन्छ। मतलब पाठेघरको मुखको क्यान्सर त धेरै हदसम्म रोकथाम गर्न सकिने र समयमै पत्ता लगाउन सकिने रहेछ त। एकदमै। खोप र नियमित जाँचबारे सचेतना र पहुँच बढाउन सक्यो भने त यसको भार निकै घटाउन सकिन्थ्यो होला नि त। पक्कै पनि। यी 4 प्रकारका क्यान्सर, फोक्सो, स्तन, मुख, पाठेघरको मुखको चर्चा सुन्दा त जीवनशैली, वातावरणीय प्रभाव अनि सचेतनाको भूमिका कति धेरै महत्त्वपूर्ण रहेछ भन्ने कुरा प्रष्ट हुन्छ। एकदमै। यी मध्ये धेरै क्यान्सरका जोखिम कारकहरूलाई त हामीले आफ्नो व्यवहार परिवर्तन गरेर, जस्तै धुम्रपान नगरेर, सुर्तीजन्य पदार्थ नखाएर, स्वस्थकर खाना खाएर, नियमित व्यायाम गरेर अनि प्रदूषणबाट जोगिएर कम गर्न सक्छौँ नि। सँगसँगै नियमित स्वास्थ्य जाँच र खोप जस्ता उपायहरू अपनाएर रोग लाग्नबाट वा लागे पनि समयमै पत्ता लगाउन सकिन्छ। अब यी तथ्याङ्क र जानकारीपछि म स्रोतमा उल्लेख भएको एउटा वास्तविक र निकै प्रेरणादायी कथा पनि सुनाउन चाहन्छु। सुनाउनुस् न। यो काठमाडौँमा बस्ने एकजना 42 वर्षीय महिलाको कथा हो। उहाँलाई स्तन क्यान्सर भएको पत्ता लाग्यो। यो खबर सुन्ने बित्तिकै उहाँलाई के लाग्यो रे भने मेरो जीवन अब यही सक्यो। हो, त्यो त स्वाभाविकै हो। त्यस्तो गम्भीर रोग लागेको थाहा पाउँदा कसलाई त्यस्तो लाग्दैन र? हो नि, एक किसिमको स्वाभाविक मानवीय प्रतिक्रिया हो यो। त्यो क्षणमा त आशा नै हराए जस्तो हुनु, भविष्य पुरै अन्धकार देखिनु एकदमै सामान्य हो। मनमा कति प्रश्न, कति डरहरू खेल्छन्। जीवनलाई हेर्ने दृष्टिकोण नै बदलिन्छ। तर उहाँको कथा त्यहाँ रोकिएन। उहाँका चिकित्सक र स्वास्थ्य कर्मीहरूको टोलीले उहाँलाई निकै राम्रोसँग परामर्श दिनुभएछ। उपचारका विभिन्न विकल्पहरू, किमोथेरापी, शल्यक्रिया, रेडियोथेरापीका बारेमा स्पष्ट पार्नुभएछ। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, उहाँहरूले निरन्तर आशा र हौसला पनि दिनुभएछ। त्यसपछि उहाँले उपचारका लागि आफूलाई तयार पार्नुभयो। हो, यो पक्ष एकदमै महत्त्वपूर्ण छ। स्वास्थ्य कर्मीको भूमिका केवल उपचार गर्नु मात्रै होइन नि त, बिरामीलाई मानसिक र भावनात्मक रूपमा बलियो बनाउनु पनि हो। सही जानकारी र सहानुभूतिपूर्ण व्यवहारले बिरामीको आत्मबल धेरै बढाउँछ, जुन उपचार प्रक्रियाको अभिन्न अङ्ग नै हो। त्यसपछि उहाँले किमोथेरापी लिनुभयो, शल्यक्रिया गराउनुभयो र उपचारसँगै आफ्नो जीवनशैलीमा पनि निकै ठूलो सकारात्मक परिवर्तन ल्याउनुभयो। खानपानमा ध्यान दिने, योग ध्यान गर्ने, नियमित हिँडुल गर्ने जस्ता कुराहरू अपनाउनु भयो रे। उपचार पद्धतिको साथसाथै जीवनशैली व्यवस्थापनले पनि निकै ठुलो भूमिका खेल्छ, रिकभरीमा पनि अनि पछि रोग बल्झिन नदिन पनि। शरीरलाई चाहिने पोषण, शारीरिक सक्रियता अनि मानसिक शान्ति, यी सबैले समग्र स्वास्थ्यलाई नै बलियो बनाउँछन्।
र नतिजा आज त्यो क्यान्सर निदान भएको 6 वर्षभन्दा बढी भइसक्यो। उहाँ पूर्ण रूपमा स्वस्थ हुनुहुन्छ र एकदमै सक्रिय जीवन बिताइरहनु भएको छ। अरे वाह! उहाँ नयाँ ठाउँहरू घुम्न जानुहुन्छ, आफ्नो परिवार र साथीभाइसँग समय बिताउनुहुन्छ र जीवनलाई पहिलेभन्दा अझ बढी माया गर्न थाल्नु भएको छ रे। उहाँको एउटा भनाइ स्रोतमा उद्धृत गरिएको छ जुन निकै मार्मिक लाग्यो मलाई। क्यान्सरले मेरो जिन्दगीलाई पक्कै बदल्यो, तर यो युद्ध जितेपछि बल्ल थाहा भयो जिन्दगी त कति अमूल्य रहेछ। कति शक्तिशाली र आशा जगाउने भनाइ। साँच्चै यो एउटा कथाले नै हजारौं शब्दले भन्दा बढी कुरा भन्छ नि। हो त। यसले प्रश्न पार्छ कि क्यान्सर निदान हुनु भनेको जीवनको पूर्ण विराम होइन, यो त एउटा अल्प विराम हुन सक्छ। बलियो इच्छा शक्ति, सही सूचना, परिवार र साथीभाइको साथ, दक्ष स्वास्थ्यकर्मीको हेरचाह र सबैभन्दा महत्त्वपूर्ण समयमै थालिएको उपचारले जीवनलाई नयाँ मोड दिन सक्छ, अझ बढी अर्थपूर्ण बनाउन सक्छ। हो, उहाँको कथाले हामीले सुरुमा उठाएको त्यो प्रश्नको जवाब दिएको जस्तो लाग्यो मलाई। क्यान्सर अवश्य पनि गम्भीर रोग हो, तर यो सधैँ मृत्युदण्ड नै चाहिँ होइन। आत्मबल, सही उपचार र सकारात्मक दृष्टिकोणले यो लडाईँ जित्न सकिन्छ। त्यसैले आजको हाम्रो यो छलफलको सार नै यही हो जस्तो लाग्छ। शोध सामग्रीले बारम्बार के पुष्टि गरेको छ भने क्यान्सरबारे समाजमा व्यक्त त्यो चरम डर र मृत्युदण्डको जुन धारणा छ त्यसलाई चुनौती दिन जरुरी छ। हो, त्यो भ्रमलाई तोड्नु पर्यो। विज्ञानले दिएको सम्भावना र मानिसको आफ्नै आत्मबलले यो रोगलाई जित्न सकिन्छ भन्ने सन्देश फैलाउनु एकदमै जरुरी छ। यो केवल शारीरिक लडाई मात्र होइन नि, यो त मानसिक, भावनात्मक र सामाजिक लडाई पनि हो। र यो लडाईँमा जानकारी र सचेतना नै सबैभन्दा ठूला हतियार हुन्। त्यसैले आजको यो छलफललाई बिट मार्दा श्रोताहरूका लागि एउटा विचार छोडेर जाउँ न त। हुन्छ। स्रोतले प्रारम्भिक पहिचान र समयमै उपचारको महत्त्वलाई बारम्बार जोड दिएको छ। यसले एउटा महत्त्वपूर्ण प्रश्न उब्जाउँछ। हामी बसेको समाजमा, हाम्रो आफ्नो समुदायमा क्यान्सरबारे सही जानकारी फैलाउन, मानिसहरूलाई नियमित स्वास्थ्य परीक्षण गराउन प्रोत्साहित गर्न र यो रोगसँग जोडिएका अनावश्यक डर र भ्रमहरूलाई हटाउन हामी व्यक्तिगत र सामूहिक स्तरमा के कस्ता ठोस कदमहरू चाल्न सक्छौँ होला? हो, यो निकै महत्त्वपूर्ण प्रश्न हो। यो प्रश्नमाथि विचार गरौँ, किनकि सानो प्रयासले पनि कसैको जीवन बचाउन सक्छ।